हे गाइज म चाहिँ ओपी अनि म चाहिँ के भन्न आएको भन्दाखेरि जो मान्छेहरू हुन्छ नि सुरुवातमा डराउँछ नि जो मान्छेहरू ल मैले यो गरेँ भने चाहिँ मेरो साथीले के भन्ला, मेरो छिमेकीले के भन्ला, मेरो समाजले के भन्ला भनेर सोच्ने मान्छेहरूको लागि हो यो भिडियो चाहिँ होइन। हेरगेडा हो, समाजले तिमीहरूलाई के भन्छ, तेरो साथीले तँलाई के भन्छ, तिमीहरूको छिमेकीले तिमीहरूलाई के भन्छ त्यो कुरा नसोच केडा हो। 5 वर्ष अगाडि मलाई पागल भन्थ्यो सबैले, कसले कस्तो कुरा काट्छ तिनीहरूमा ध्यान दिइस् भने त पनि त्यही मान्छेमा पर्छस्। त्यसैले आफ्नो कुराहरू आफैले बुझा, आफूले आफूलाई सम्झा अनि आफूले गर्ने काम के हो त्यो चाहिँ गर्नुपर्छ। अरूले भनेको कुरामा तैँले ध्यान दिइस् भने तेरो जिन्दगी अरूसँगै जान्छ हेर भाइ। त्यसैले आफ्नो काम गर्न नछोड। तँलाई दुनियाँले पागल भनोस् कि तँलाई दुनियाँले नराम्रो भनोस् कि गाली गरोस् कि तर तँलाई बाल लाग्नु भने त्यो कुरा चाहिँ यति कुरा ध्यान राख कि मैले जसरी पनि गर्नु छ, मैले अगाडि बढ्नु छ। आफूले बाटो बनाउने हो, आफू पानी भएर हिँड्ने हो, जहाँ पनि बग्न सक्ने, जहाँ पनि थमिन सक्ने र जोसँग नि मिसिन सक्ने। पानी भएर अगाडि बढ जिन्दगीमा। खोलाहरू कहिले पनि रोकिन्न, नदीहरू कहिले पनि रोकिन्न। यति कुरा याद राख।